आज चाहिँ म यहाँ हाम्रो नाम्किनी दिदीकोमा आएको थिएँ। गुराँसको फुल अलिकति छ, अन्त अर्ग्यानिक यो फापर होइन, फापरको यो सब्जी है खानुहुने उहाँले। अन्त अर्ग्यानिक कुखुरा यहाँ छ फेरि एउटा यहाँ मैले पनि किनेर चाहिँ लाँदैछु। यहाँ यो हुँदैछ अनि ऊ तलम छ कुखुरा। त्यहाँबाट झोला चाहिँ सोध्नु मन परेर चाहिँ माथि पनि झोला छ, पुरा झोला छ चाहिँ। यो भन्नुहोस् त दिदी, यो झोला चाहिँ कुन कुन अरे? झोला झुन्डेको थियो। अन्त उहाँ हुनुहुन्छ त्यहाँबाट अर्ग्यानिक चुला, अर्ग्यानिक भन्ने यस्तो हुन्छ है हाम्रो। यहाँ कुखुरा छ, यो चाहिँ उहाँहरूको टेम्परेरी किचन हो। अन्त यसरी रमाइलो छ जे होस् गाउँठाउँमा। अन्त म पनि आइबस्छु माथि। अचानक हेर्नुहोस्, यो टेम्परेरी किचनमा चाहिँ गाउँघरमा यस्तै हुन्छ। अब यो बास बस्ने ठाउँ भएको कुखुराको पनि। अनि यहाँबाट म पनि लाँदैछु, यहाँभित्र छ। अन्त बाहिर सबै बादल लागेको छ यसरी है। त्यही साह्रो आज गडाङगडुङ गऱ्यो। म चाहिँ यहाँ छु। अन्त उहाँहरूको खास किचन त अर्कै छ। यहाँ चाहिँ अब सबै अर्ग्यानिक चिजहरू। हाँसेछ नि चुला हेर्नुहोस् न कस्तो राम्रो। यो यहाँ एउटा बिउ हाल्यो, यो चाहिँ पानी परेर यहाँ बसिरहेको छ। पर यसले 6वटा चल्ला उयो गरिरहेको छ। अनि अरू यहाँ छ, यो अर्कोमा आएछ चल्ला। खै अरू चल्ला कहाँ गयो दिदी? थुप्रो थियो नि, कता बस्छ? उता कहाँ छ कि रिकित कहाँ छ चल्लाहरू? कोही यहाँ आम्मै यस्तो छ नि, गाउँ नै यो मजा। कहाँ छ अर्को? कुकुर यहाँ छ, यसले भुक्छ फेरि। आम्मा मैले त टोकिहाल्छ। यहाँ छ नि हौ, हेर्नुहोस् त। आम्मै यहाँ माथि लोकल कुखुरा। अनि यहाँ हेर्नुहोस् त, आम्मा लो अझै बेसी थियो। आधी कहाँ गएको नि? ल यस्तो छ है हाम्रो गाउँठाउँमा है। यो अर्ग्यानिक चिज भन्ने कुरो चाहिँ अर्ग्यानिकै हुनुपर्छ भन्ने कुरो चाहिँ म भन्छु भन्दै फेरि यहाँबाट आइपुगेछ। आम्मा लो